हामीले आजको यात्रा हिमाल पारीको जिल्ला मुस्ताङ अप्पर मुस्ताङसम्मको यात्रा तय गरेर हामी अघि बढ्दैछौँ। हामी रूप्से झरनाको मनोमोहक दृश्य हेरेर अघि बढ्दैछौँ। आजको खाना हामी लेतेमा गएर खाने योजना बनाएका छौँ। 5 किलोमिटर पहिला दाना आयो घाँस आयो अनि लेते 10 किलोमिटर खाना त लेतैमा आर्मीले गैँची र बेलचाले खनेका है सुरुमा त पड्कायो बमले। यहाँ त साध्यै हो त्यो ढुङ्गे चोइटिया हिसाबले पनि थाहा हुन्छ पड्कायो। सबै दानाबाट आउँदाखेरि चाइनाबाट है तपाउँदै तपाउँदै ल्याउने केही छैन खाउने कुरा बिचारा के खान्छ। बाख्रा पनि कस्तो च्याङ्ग्रा टाइप छ। हामी अहिले घाँस बजार आइसकेका रहेछौँ। बाटोमा देखेका विभिन्न दृश्यहरूलाई निहाल्दै गफ गर्दै हामी घाँस बजार पार गर्दै अब अगाडि बढ्दैछौँ। गाडी आफ्नो रफ्तारमा चलिरहेको छ। जति अघि बढ्यो उति एकदम झलल्ल परेको हिमाल अनि निलो आजको एकदम वातावरण एकदम राम्रो छ। मलाई चाहिँ यो अगाडिको भ्यू नलि बस्न सकेको छैन। म गाडीभित्रैबाट यो भ्यू लिइराखेको छु। यत्रो ढुङ्गा उड्छ है त्यो उडेको होइन क्या माथिबाट पल्टेर आएको ढुङ्गा उडेको जस्तो हावाले ढुङ्गा पल्टाउँछ नि उडेको जस्तो देखिन्छ क्या। अब छाक्ताङ खोला निकै हाइटमा बनाएको छ पुल। त्यतिखेर बर्खे खोलो यो गोबाङ खोला यो बर्खे खोलो। अब हिउँ पग्लेर चाहिँ बाढी आउँछ। अहिले चाहिँ सुक्खा रहेछ। यो पनि फोटो खिचाउने छ छाला चाहिँ हो मरेको उसको राखे होला। घरपाचोङ गाउँपालिका जुमसुङ। अब यहाँबाट मार्फा सुरु भयो। हामी अब जुमसुङ बजारतिर लाग्यौँ। यहाँबाट जुमसुङ बजार सुरु भयो। जुमसुङ बजारबाट उकालो लाग्दैछ। अब उकालो लाग्छ कि ओह्रालो लाग्छ? उकालै लाग्ला अरे कि। यहाँबाट कागबेनीसम्म हामी बस्या होटल चाहिँ यो यो मार्फा गाउँ। हामी मार्फा गाउँमा गाडी रोकेर पैदल हिँड्दैछौँ। यो स्याउ टिपेपछि यो धेरै चिसो लागेपछि यो पुरा स्याउका बोटहरू चाहिँ यसरी पात झरेर गङरङ्ग परेका हुँदो रहेछन्। यतातिर अलिअलि कोडधरी रुखहरू छन् डाँडामा। सबै खुरीखण्डिया हिमाल पारीको गाउँमा हामी घुम्दैछौँ।
कोही फोटो खिच्दै कोही खिचिँदै मार्फाका घरमा घरका छतमा यसरी दाउरा। अब यो दाउरा जसको घरमा बढी हुन्छ उसलाई चाहिँ छोरी दिन मिल्छ भनेर चाहिँ त्यस्तो स्वीकार गरिन्थ्यो अरे पहिला पहिला भन्ने हामीले आमा बुवा बुढाबुढी हजुरबा हजुरआमाहरूबाट सुन्न पाइन्थ्यो। यहाँ आएर हेर्दा चाहिँ यसरी छतमा दाउरा कलेक्ट गरेको देखियो यो मार्फा गाउँमा। यो जुमसुम गाउँ, जुमसुम बजार, जुमसुमको स्याउ बगान हो तर अहिले खुरीखण्डै छ। यताबाट हामी यो पुरानो जुमसुमको बजार घुमेर आयौँ। यो बजार छिर्ने गेट रहेछ, बजार छिर्ने गेट। हामी अब उताको गेट यस्तै गेटबाट छिरेर आयौँ। अब यहाँबाट बाहिर जान्छौँ। यो हाइवे, यो जुमसुम बजार।